हेलो नमस्ते गाइस। म आज चाहिँ कोटेश्वरदेखि धुलिखेलसम्म जाँदैछु। लेट्स सी के हुन्छ बाटोमा, हेरौँ होइन। अब जाम पनि बिस्तारै खुल्न लाग्यो, खुलिहाल्यो जाम। ल कोटेश्वरदेखि अब हिँड्ने हो। बाई बाई कोटेश्वर। लेट्स सी हेर्दै जाउँ के हुन्छ होइन। आमा केटाहरू कस्तरी हानौला झैँ गरेर आउँछ यार, यसो साइड नै नहेरी के। सरर ल अब सरर जाउँ है, बालेन सिटीबाट सरर जाउँ। बालेनले चाहिँ एकदम राम्रो बनाएको क्या अहिले चाहिँ होइन। सबैतिर रोडको साइडमा छेउतिर बिचमा पनि सबै एकदम राम्रो बनाएको छ क्या। हरियाली, बोट बिरुवाहरू, फुलहरू होइन, त्यसरी सबै लगाएर राम्रो बनाएको छ कोटेश्वर। अब जडीबुटी आयो, जडीबुटीमा जाम पर्छ होला गाइस। हेर्दै जाउँ कहाँ कति जाम के हुन्छ बाटोमा। सबै जाम रहेछ। म चाहिँ अब अगाडि जानु खोजेँ। खासमा चाहिँ यसरी अगाडि जानु चाहिँ नहुने रहेछ। मलाई जाँदा जाँदै बिचमा चाहिँ ठ्याक्क साइडबाट हेरिरहेको रहेछ। ठक्क ललितपुरमा ढ्याममा आएर रोकेर ठ्याक्क लाइसेन्स देखाउनुहोस् त रे क्या। बिचमा आएर यसरी साइडबाट लाइसेन्स क्रस गऱ्यो भने चाहिँ, यसरी अहिले आएको जसरी आयो भनेदेखि चाहिँ फाइन हान्ने रहेछ कि तिनीहरूले। लेन विपरीत हिँड्यो भनेर जुन लेनमा हिँडेको छ भने त्यही लेनबाटै सट्टै जानुपर्ने रहेछ क्या। जानुपर्ने रहेछ क्या होइन, जानुपर्ने हो। तर नगएर चाहिँ मलाई चाहिँ छिटो चाहियो भनेर चाहिँ अरूसँगै अगाडि आइएको थियो। तर भएन, छिटै लाइसेन्स देखाउनुहोस् रे। लाइसेन्स देखाइदिए तपाईँ यता आउनुहोस् रे क्या। सरर जानु पऱ्यो। अर्को मेरो पछि मलाई फलो गर्दै एउटा दाइ आउनु भएको थियो। त्यो दाइ नि फसिदिरहेको क्या बिचरा होइन। त्यसपछि मलाई अठ्यायो अरू नि त्यसरी आउने क्या। सबै बाइकर्सहरूले चाहिँ अब त्यसरी पल्किरहेको हुन्छ नि त लाइक होइन। त्यसरी अलि अगाडि छिटो जहाँ खाली छ त्यहाँ फुत्ता बस्ने टाइपको। तर त्यो चाहिँ गर्नु भएन, नियम विपरीत भयो क्या होइन। ट्राफिक रुल्स नि फलो गर्नुपर्छ नि त हामीले। त्यही भएको कारणले गर्दाखेरि त्यस्तो भयो। अनि त्यसपछि एकदम रिक्वेस्ट गरेर चाहिँ मैले गर्दाखेरि अर्को दाइलाई पनि छुट्यो क्या। लाइक अब हामीलाई फाइन दिएन, एकचोटि रिक्वेस्ट लाइफमा अब कहिले गरिदिनु सर भने हामी पनि रिक्वेस्ट गरिदिएको छोडिदिएर। अनि अर्को दाइलाई पनि दियो। अनि त्यसपछि खुसी लाग्यो होइन। सबै पुलिस दाइहरू, ट्राफिकहरू नि त्यस्तो नराम्रो हुन्छ भन्ने हुँदैन, राम्रै हुन्छन्। अब चाहिँ मेरो थोरै पेट्रोल हाल्नु पऱ्यो। पेट्रोल हाल्नलाई 600 जतिको पेट्रोल हालेँ। पेट्रोल हाल्नलाई 600 को पेट्रोल हालेँ मैले। 600 को चाहिँ 3.82 आउने रहेछ लिटर। अब सर र यहाँबाट निस्किन पर्ने हुन्छ। मलाई चाहिँ ठ्याक्क खासमा चाहिँ म 9 बजे 9:15 बजे धुलिखेल पुग्छु भनेर हिँड्ने हो। अब हेर्दै जाउँ, अलिकति समय त लाग्छ होला धुलिखेल पुग्नलाई। यहाँबाट क्रस हान्नु लागेको यस्तो हानेर आयो क्या यो गाडी। यो चाहिँ के बोक्ने, स्काइभेटरहरू बोक्ने, ठुल्ठुलो स्काइभेटर, चेन भएको स्काइभेटरहरू बोक्ने आएर चाहिँ पुरै हानौला झैँ गरेर आउने क्या। हामी सानोलाई बालै छैन क्या, त्यसरी हान्नेउलै झैँ गरी आउँछ कि तिनीहरू। आम्मा यहाँ डरै लाग्ने गरेर झाप्पै ब्रेक हानेर खायो मलाई। त्यसपछि यो चाहिँ लास्ट जगतेसम्म नै हो क्या। लगभग जगतेसम्म भनौँ न होइन। जगतेसम्म चाहिँ पुरा क्या 50-40 अन्डर हिँड्नुपर्छ क्या। त्यतिमा हिँडेन भनेदेखि चेकिङमा हुन्छ, कहाँनिर फस्ने हो टुङ्गो हुँदैन क्या होइन। सर यसरी नै टकटक खोलिरहेको। यहाँ चाहिँ खासमा लाइटहरू चाहिँ छैन होइन। त्यही पनि क्रस गर्ने बेलामा अब खासै यहाँ चाहिँ टाइट हुँदैन। अब रुल्स बाई रुल्स क्या। उनीहरू गइरहेको छ उनीहरूलाई छोडिदिनु, त्यसपछि आफू जाने टाइप हुन्छ। त्यही भएको हो। केटाहरू कुरिया खाने यार, यसमा भेट्यो भनेदेखि त सिधै फाइन पर्छ यिनीहरू त सबजना क्या। म चाहिँ त्यसरी जाँदिनँ। म चाहिँ यसमा चाहिँ स्लोमै जान्छु। एकछिन ढिलो भएर केही फरक पर्दैन। अब फेरि 50 एबोभ हान्न थाल्यो भनेदेखि त कहाँ चेकिङ पराएको छ भने सिधै क्या मामाहरूले हानिदिइहाल्छ। 1000 धेरै बोल्यो भने त हानिदिन्छ, अझ 1500 2000 हानिदिइहाल्छ। नभने मिनिमम 500-1000 त हानिदिन्छ। 500-1000 फोकटमा किन खर्च गर्ने होइन। अरू बिस्तारै जाने, जहाँ चेकिङसम्म छ त्यहाँ चाहिँ बिस्तारै जाने, सरर जाने। त्यसपछिको तँ कटेसी बरु ल आइज भाइहरू आइज भन्दै कुदिदिने हो क्या। यसो टक्क लाएर होइन। त्यसमा चाहिँ स्लो नै जाउँ। म चाहिँ यो अहिले चाहिँ अलि स्पिडै छ होला। लाइक यो ट्रकको पछाडि देख्दैन भनेर म ट्रकको पछाडि हिँडेको। अब यहाँ चाहिँ फेरि अब ट्रकले बिस्तारै नै कुदाउँछ।
पछाडि पुऱ्याएपछि अब ट्रकलाई जितेर होइन अन्डर 50 त लानै पर्यो अन्डर 50 भनेर नि बरै अन्डरै त हान्नु भएन नि त होइन 50 लाई छुन लाग्ने टाइपले हिँड्नु पर्यो क्या यहाँनिर मेरो हिँड्दाखेरि मलाई यस्तो फसाउँछ नि यस्तो फसाउँछ कोहीले त यार झ्याप्पै अठाइदिन्छ होइन यसो हेऱ्यो भने नि त्यो यसो उनीहरूलाई यसो साइड लुक्स यस्तो हेर्दै भने नि झ्याप्पै रोक्नु लाउँछ क्या ट्राफिकहरू पनि कोही त यस्तो लास्ट हुन्छ नि कसम यसलाई चाहिँ कहाँबाट हुन्छ फसाइदिउँ भन्ने टाइपको हुन्छ क्या त्यस्तो तर त्यस्तो मानसिकता चाहिँ हुँदैन होइन मान्छे जस्तै हुनुपर्छ होइन त्यस्तो लाग्छ अब मैले यो बाटो हिँड्नु खासमा चाहिँ मेरो गल्ती हो होइन किनकि यो चाहिँ राइट टर्न गर्नेहरू हिँड्ने हो यो बाटो म चाहिँ खासमा चाहिँ मेरो चाहिँ बिचको लेन हो नि त होइन मिड लेन हो त्यो मिड लेनै बरु पछाडि जाम भने पछाडि नै बस्नुपर्ने क्या खासमा त्यो जुन चाहिँ फलो गर्नलाई गाह्रै हुन्छ क्या ट्राफिक पुलिसले नै फलो गरेको छैन क्या ऊ अगाडि आएर ठ्याप्प बसिदिरहेको होइन त्यस्तो गर्नु नमिलेको छ म चाहिँ अझ जाम हेर्दै अगाडि गइदिरहेको अब जाम पनि लगभग खुल्ने बेला भयो खुल्ने यस्तो कुदिहाल्ने हो ल जाम पनि फाइनली खुल्यो पुरो किनकि भिडियोहरू पज गर्दै होइन फेरि अन गर्दै स्टार्ट गर्दै गरेर थोरै त भिडियो चाहिँ हुन्छ अरू हिँड्नु भन्दाखेरि मलाई त्यो एउटा कहिले हरन लाग्छ केटाहरूले बाल गरिदिनु फेरि त्यो हरन कतिर लाग्यो भनेदेखि त केटा त्यो कुदिरहने दाजुभाइहरू लास्टमा चाहिँ फसेर चाहिँ नरौँ होइन केही भन्दैन म त होइन आफू त यो घरि त हामी हो अन्डर 50 नै हो क्या अन्डर 50 नै ठाउँमा चाहिँ अब चेकिङ यो त यो एरिया धेरै हिँड्ने नि त होइन किनकि आफ्नो काठमाडौँ घर आउने बाटो यो परेर अनि यो सबै थाहा नि त यो बाटोमा यहाँनिर कहाँनिर चाहिँ चेकिङ गर्छ कहाँ के गर्छ भनेर टाइप होइन लाइक अब यहाँनिर म थोरै उडाइदिन्छु कि किनकि यहाँनिर चेकिङै हुँदैन कि यहाँबाट जामको छ होइन अब ल केटाहरू भन्दै बाई भन्दै हान्दिने हो एकचोटि त स्पिड सरर होइन जाम न ठ्याक्क यहाँनिर फेरि जाम चाहिँ कहिले सर्ट खुलेको हुन्छ कहिले काहीँ चाहिँ खुल्दै हुँदैन क्या प्रथम चाहिँ लोदर लाग्यो भन्छ नि त्यस्तै लोदरै लागेको टाइपको हुन्छ क्या यहाँबाट सर्ट भनेर रेडी हुन्छ त्यही हो गाइज होइन राम्रो छ यार बालुनले गरेर बालुनको सिडी त होइन है त्यही पनि बालुनले चाहिँ सबैलाई होइन एउटा त्यही अनुसारको एउटा सिकाइका पाठहरू दिएका छन् क्या यसो गर्नुपर्छ भन्ने टाइपको यहाँ त बालुनले भन्दा नि यता पहिले पनि थियो त्यही पनि कतिपय कुरा चाहिँ बालुनले गर्दाखेरि नि मेरो बालुनसाले गर्दाखेरि नि धेरै कुराहरू पोजिटिभ भाइब्सहरू छ क्या धेरै ठाउँमा धेरै कुराहरू चिजहरू होइन धेरै राम्रो यहाँनिर चाहिँ मिनिमम मैलेसम्म चेकिङमा बसेको देखाएको छैन यहाँनिर अरूले चाहिँ कुदाइरहेको भने पनि एकचोटि कुदाइदिउँ त भन्ने कुदाइदिने हो अलिकति स्पिड पनि दबाइदिउँ बाटो पनि फेरि टक्क हाल्ने टाइपको मन छ क्या टाइप हाल्नै मन लाग्ने टाइपको छ क्या बाटोहरू पुरा स्पिड होइन स्ट्रेट छ नि त ठुलो रोड बाटोहरू नि पुरै खुल्ला टाइपको त्यही भएर नि हाल्ने मन लाग्छ क्या स्पिड पनि अब यहाँ चाहिँ फेरि एकदम अन्डर 50 हो कि किनकि यहाँनिर चाहिँ त्यहाँ चेकिङ पर एकचोटि दुईचोटि भेटेछु क्या मैले किनकि यहाँ ठाउँहरू चाहिँ रिक्स नै हुन्छ कुदायो भनेदेखि आफ्नो बेकाम एकछिन चाहिँ मजा लियो सक्यो होला बिहान एकछिन के कसम गर्छु होइन थाहा छैन मलाई जाऊ सबजना जाऊ जाऊ यहाँनिर बस्दै क्या यो रेड लाइनमा बस्दै यहाँनिर छैन लाइक अब यो एरियामा पनि छैन सल्लाह अब एकचोटि पुऱ्याइदिउँ यसमा पनि ठप पुऱ्याइदिउँ यो अलिक परसम्म छैन होला मेबी
दिन तिमलाई रुन हेर बाचा कसम खाएर जुबान भइन मारुला रुन हेर बाचा कसम खाएर जुबान भइन मारुला लाहुरु जाने रे लैना जाम्बु मैले सारा लाहुरु जाने रे लैना सबैलाई लाग्ने कसलाई चाहिँ फलो गरेर पछि आफै पछुताउनु पर्छ क्या हो मैले गल्ती गरेकै हो पुरै मैले पनि त्यो गर्दाखेरि मैले लाइक गल्ती गरेकै हो सर एकपल्टलाई छोडिदिनु होला नेक्स्ट टाइम यो गल्ती गर्दिनँ भन्ने टाइपको भनेर गरेर त त्यो नभए हुँदो रहेछ क्या होइन त्यहाँ चाहिँ अब छोड्नको लागि त्यो रिक्वेस्ट गरेँ लास्टमा फेरि त्यो रुल्सलाई चाहिँ फलो गर्न नसक्ने रहेछ क्या त्यो रुल्स फलो गरेकै छुइनँ मैले पनि लाइक होइन अहिलेको बाटो हिँड्दाखेरि यो त्यसमा नि म एकचोटि त्यो फसेको छु यहाँ चाहिँ रिक्वेस्ट गर्दाखेरि नि सर म यस्तो मान्छे उस्तो मान्छे भनेको मान्दै मानेन क्या फेरि ठिक छ ल टक्क चिट पैसा त दियो होइन चिट काटेर फेरि म चाहिँ लाइक सरसर जान्छु टाइपको हुन्छ नि त त्यो भएन क्या किनकि त्यो बेला त मेरो लाइसेन्स पनि थिएन लाइसेन्स नहुनु साथै चाहिँ झ्याप्प अठाएर चिट हानिदियो चिट हानिदिएपछि चिटको अब चिट तिर्नलाई चाहिँ अब अहिले त धेरै अब भइसक्यो नि त होइन धेरै सिस्टमहरू अपडेट भइसक्यो त्यो भएर लाइक चाहिँ ब्याङ्कमै गएर पैसा तिर्नु पर्थ्यो क्या ब्याङ्कमै गएर पैसा तिरेर आइसकेपछि फेरि चिट लिएर आयो भाउचर लिएर आएर फेरि त्यो चाहिँ ट्राफिक कार्यालयमा गएँ ट्राफिक कार्यालयमा गएर त्यो बेला लाइसेन्स थिएन मेरो आजभन्दा 4 वर्ष अगाडि मेबी अनि फेरि ला फस्यो केटाहरू स्पिड आउने केटाहरू सही हो मामा त्यही भएर मैले अघि भन्दै थिएँ कि केटाहरूलाई स्पिड चाहिँ आउनु न ल अन्डर 50 नै हो भनेर मैले कतिचोटि भनिरहेको थिएँ होइन केटाहरूलाई त्यही टेडेको थिएन धेरै फसेछ क्या यहाँनिर 6-7 जना नै फसेको छ क्या पुरै त्यो स्पिडले गर्दाखेरि अब सबैले चिट हान्ने नै हो सबलाई होइन त्यही हुन्छ लाइक कहाँमा थिएँ म त्यो अगाडिको थियो होइन त्यो बाइकमा नै मैले फेरि लाइसेन्स थिएन मैले 2500 समथिङ तिरेको छु क्या अनि समय पनि बर्बाद उता पैसाको बर्बाद म बिस्तारै स्लोली गएको भएर चाहिँ अब स्पिड मात्र आर्मी पुलिस फोर्स नेपाल भन्ने छ यो चाहिँ किनकि यसको स्पिड धेरै नै थियो अगाडि म भन्दाखेरि तर यसलाई चाहिँ अठाएर क्या नियम भनेको होइन सबलाई इक्वल हुनुपर्छ क्या जस्तै कि अरूलाई पनि स्पिड हाई भयो भने चेक गरेर चाहिँ अठाएर आएको छ भनेदेखि त्यो पुलिसको गाडीलाई पनि होइन आर्मीको गाडीलाई पनि त्यसरी नै फलो गर्नुपर्ने हो क्या उसलाई पनि त्यही नियम लागु हुनुपर्छ तर नियम चाहिँ लागु भएन क्या त्यसै चाहिँ होइन हाम्रो नेपाल चित्र नेपालमा भनेदेखि एक वचनमा उनीहरूको भाव लागिहाल्छ अनि हामी सानोको सानै जहिले बहिनी होइन अब सबजना गइरहेको छन् साथीहरू नि अगाडि भनेर आकाशको जुन तारा म परे धरतीको ठुलो धुवा तिमी आकाशको
विकासको हवाई जहाज अब मसँग अगाडि पछाडि त गर्न सक्दिनँ, पछाडि नै हुने, किनकि अब कुदाउनु जति पनि साइकल लाइक म त अनि त 150 सीसीलाई त जाने सेतो बादल कहाँको 400 कहाँको 100 यो आन्टी चाहिँ आएको छ भने के आएको छ भनेदेखि चाहिँ जानेर देखेर जानेर आएको बस्थ्यो भनेदेखि गाडी ड्राइभरलाई चाहिँ गाह्रो हुन्छ, किनकि ड्राइभरहरू झ्याप्पै उसले बाइक स्पेसल त बाइकर्सहरूलाई गाह्रो हुँदैन, बाइकर्सले छलाएर जान्छ कि गाडीलाई त अलि गाह्रो होला, गाडीले नि गर्छ नि ठाउँ होइन कसरी सम्हालु यो मेरो मन आकाश र अब के कारणले लड्यो त थाहा भएन, तर झ्याप्पै लड्यो कि उसलाई गाह्रो भएर हेल्प गर्नुपर्ने हो। ठिक छ ल, अब ठिकै छ दाइले हेल्प गर्नुभयो, बाइक साइडमा राख्नु होला पहिला, त्यसपछि कसो पूजा गर्नु होला, बाई बाई। सेफ राइड चाहिँ गर्नुपर्छ होइन, मलाई पनि म नि अलिकति अनसेफै राइड गर्छु, किनकि अब सुरुमा चाहिँ होइन सेफ राइड गर्छु, स्लोली गर्छु होइन, ह्यान्डल गर्न सक्ने चलाउँछु भन्ने लाइक त्यो टाइपको हुन्छ नि, अब छुट्नै राइड गर्दै पर्यो जाँदाखेरि त्यस्तै हुन्छ के मुडले फरक पर्ने रहेछ, हान्नु टाइपको हुन्छ होइन, त्यही माथि अनि सानो सानो बाइकहरू हुन्छ होइन, सानो सानो सिसीहरूको डाउन गरेर जिस्किएर हुन्छ क्या हो, जित्छ थाहा छैन, ठुलो बाइक छ त्यो बाइकले जित्छ भनेर तिनीहरूलाई थाहा, तर पनि ऐनामा सिसामा होइन मिररमा यसरी हेर्ने होइन ढल्किँदै हेर्ने आउँछ कि भन्ने टाइप यार, त्यो मलाई 250 देखि क्या यस्तो स्पिडमा कसम 250 यस्तो स्पिड अस्ति गुवारको जाँदै जाँदाखेरि लजको जाँदै गर्दाखेरि मलाई यार हेर्छ होइन थाहा छ फेरि यार मलाई चाहिँ करेक्टै थाहा छैन त्यो बाटो हिँडेर गयो त्यो त झन् त्यो उपरले होला मलाई थाहा छैन, अनि यहाँनिर बिचमा एक ठाउँमा चेकिङ हुन्छ भन्ने थाहा छ होइन, म फेरि होइन यता पछाडिको पनि चेकिङको छ क्या होइन, त्यो उसमा माथि राख्ने उसमा हेर्नेले सिसी फुटेजले त्यो छ यार, मलाई हेर्छ क्या यसो चलाएर होइन, मलाई चाहिँ ऐनामा हेर्छ फर्की हेर्छ कसम, अनि म सर र बिस्तारै गयो मलाई कुरिरहेछ कि अरे 250ले यार मलाई 410 डोमिना लाग्यो मा कसम यार, त्यही नै मलाई मा कसम यार, अनि म नजिक आएको कुद्छ फेरि यार यस्तो साला मा कसम, त्यसलाई त त्यही बाइकले नै मैले जितिदिन्छु क्या, लाइक त्यो कुदाउनै पर्ने हो होइन, त्यो एकछिनसम्ममा कुदाएर देखाएर भयो नि त होइन, जिस्किने जिस्काउने टाइपको चाहिँ गर्नु हुँदैन होइन, ख्याल गर्दाखेरि फेरि आफै फसिन्छ कहाँनिर के हुन्छ होइन, सिसीको बाइक छ त कुद्ने छ त उसलाई कुदाउनै पर्यो नि यता पछाडि रोड ल्याएर अगाडि पछाडि दुइटै हेर्ने रोड हुन्छ नि यार, यतातिर आएको रोडलाई बालै छैन क्या, हामी म जुन गइरहेको छु नि होइन पुलतिर बालै छैन क्या, मान्छेले गरेर नि हिँड्नु हुँदैन क्या,
हेर्नुपर्छ उताले हेर्नुपर्छ देखेपछि रोकिनु पर्छ तिम्रो माया बिना तिम्रो माया बिना तिम्रो माया बिना तिम्रो माया बिना सम्हालिदेऊ यो माया गरेर तार बार खुसी भन्दा पर मेरो छैन कुनै चाहिँदैन तिमी बिनाको चाहिँदैन तिमी बिनाको चाहिँदैन तिमी बिनाको चाहिँदैन तिमी बिनाको सुनेको दरबार सुनेको दरबार सुनेको दरबार सुनेको दरबार सुनेको दरबार बाटै त्यस्तै छ यार अब गाडीलाई के सोच्दिने है मुस्काउँदै पलाउँछ बसन्त बहार सजाउँछ देखेर हाम्रो माया देखेर हाम्रो माया पंछी गगनमा उडी उडी मर्दै बर्खुसी हुन्छन् खुसी देखेर हाम्रो माया देखेर हाम्रो माया देखेर हाम्रो माया तिम्रो मुटु भित्र घर मेरो गाउँ सहर तिम्रो खुसी भन्दा पर मेरो छैन कुनै रहर चाहिँदैन तिमी बिनाको चाहिँदैन तिमी बिनाको चाहिँदैन तिमी बिनाको चाहिँदैन तिमी बिनाको सुनेको दरबार सुनेको दरबार सुनेको दरबार सुनेको दरबार सुनेको दरबार आमामा कस्तो फारे हेर बाटै त्यस्तो चाहिँ के गर्नु फेरि डाँडा फेरि होस् फेरि डाँडा फेरि होस् फेरि डाँडा फेरि होस् त्यो टाइपको छ नि त त्यही भएर तोप उचाल्ने र थेचार्ने टाइप भएर आज सयला धुलोमा कसम धुलो त यार त यहाँ चाहिँ पानी नै हाल्नुपर्ने भएछ क्या खाली छ घुराइदिउँ यो सारा दुनिया चोखो मायाको हाम्रो मायामा कुरा चल्यो जातर भातको बैरी भयो यो सारा दुनिया चोखो मायाको हाम्रो मायामा कुरा चल्यो जातर भातको मानिस ठुलो दिलले हुन्छ रगत सबको रातो हुन्छ खोइ कुरा बुझेको खोइ कुरा बुझेको अब जाउँला
गरे नि होइन ठाउँ छ गाडी लामो छ होइन भन्ने बित्तिकै साइड त दिँदैन तैपनि ल यो ता यार यस्तो मूर्ख मान्छेहरू हुन्छ मा कसम यो बाटो यार यसरी हुने सरी यो गाडीले नै अर्को गाडीले के साइड यो गाडीले साइड नदिने मा कसम यताबाट राइटबाट नदिएस लेफ्टबाट हान्दिने मा कसम अहिले मैले त्यसलाई ओभरटेक गरेको भए एक्सिडेन्ट हुन्थेन ओभर सुविधा दिन हुन्छ कि सुविधा लिँदाखेरि दुविधा तिम्रै माया छ यो मनमा तिमी आयौ यो जीवनमा जिउने आधार भेटेको छु मनको प्यास मेटेको छु जिउने आधार भेटेको छु मनको प्यास मेटेको छु यो अन्धेरी रातमा जुन बनी तिमीलाई नै रोज्दैछु जुन होइन तारा भुलेर ती सारा तिमीलाई नै रोज्दैछु कहाँ छौ भने यो ढुकढुकीले तिमीलाई नै खोज्दैछ Tanpa engalan tagai bisi kunjuda sachi tanpa engalan tagai bisi sayujuni elanina soakam eden fesi sajaira manako pura barni chaina तिमीलाई रुन सजाएर मनको कुना पार्ने छैन तिमीलाई रुन सक्दिन म तिमीसँग छुटिएर पराइको हुन सक्दिन म तिमीसँग छुटिएर पराइको हुन गीत तिमी सरगम धुन बनी तिम्रै माया छ यो मनमा तिमी आयौ यो जीवनमा तिम्रै माया छ यो मनमा तिमी आयौ यो जीवनमा जिउने आधार भेटेको छु मनको प्यास मेटेको छु जिउने आधार भेटेको छु मनको प्यास मेटेको छु यो दाइ के हो नाटकीपन हो क्या यार यो अन्धेरी रातमा जुन बनी आउनु मागित तिमी सरगम धुर बनी आउनु तिम्रै माया छ यो मनमा तिमी आयौ यो जीवनमा तिम्रै माया छ यो मनमा तिमी आयौ यो जीवनमा जिउने आधार भेटेको छु मनको प्यास
आस मेटेको छु जिउने आधार भेटेको छु मनको प्यास भेटेको छु यो अन्धेरी रातमा जुन बनी रोकेर उठाउनु पर्यो के आफूलाई फ्री हुन सकिन्छ होइन त्यही माथि बाटो राम्रो छैन लाइट हुन्छ नि यो गाडी चाहिँ सानो छोडेर जानेहरूको यादमा पर्खनेहरूको एउटा पीडा म त पर्खेको पर्खै छु बतास बनी छुन आइदेऊ न फेरि मेरै हुन आइदेऊ न बतास बनी छुन आइदेऊ न फेरि मेरै हुन आइदेऊ न म त पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु छुन छोड्यो रक्सीले नि बाचम्केको भरमा ज्यान अडिन्न बाहिर पनि मन अडिन्न घरमा मुस्कान बनी ओठमा आइदेऊ न मलम बनी चोटमा आइदेऊ न मुस्कान बनी ओठमा आइदेऊ न मलम बनी चोटमा आइदेऊ न म त पर्खेको पर्खै छु 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 झार्यो असिनाले खाली भयो डाली सट्टै पानी खाइदिम क्या हो 2 चम्चा बिस हाली खोला बनी बगी आइदेऊ न चरा बनी उडी आइदेऊ न खोला बनी बगी आइदेऊ न चरा बनी उडी आइदेऊ न पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु लाउने दबाई खान्छु सुत्छु बल्ल तल्ल आफ्नै नाम नि बिर्सिए झैँ हुन्छु अल्ल मल्ल निद्रा बनी रातमा आइदेऊ न छाया बनी साथमा आइदेऊ न निद्रा बनी रातमा आइदेऊ न छाया बनी साथमा आइदेऊ न म त पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु
सोचिरहन्छु बेला बेला तिम्रै यादमा हराई बोलाइरहन्छु तिम्रै नाम चिच्याई कराई कराई खाना बनी भोकमा आइदेऊ न खुसी बनी शोकमा आइदेऊ न खाना बनी भोकमा आइदेऊ न खुसी बनी शोकमा आइदेऊ न म त पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु म त पर्खेको पर्खै छु